गुड मर्निङ जोरले सबैजनालाई। आज डे 2 लाङटाङ ट्रेक। म चाहिँ बिहानै 5:30 बजे हिँडेको। अब त्यहाँ सुतेर बसेर पनि काम छैन। अब चल्देको यो कुकुर पनि पछि आउनु थाल्यो त। यसले पक्कै टोयलेट गर्छ भनेर के हो चाहिँ हो नि। ल फुल पनि नयाँ नयाँ बनाइदिएको रहेछ है। रहेछ खोलाहरूको यो साइड यहाँ पनि खुच्चे रहेछ एउटा। यो पो हो सेलिब्रेटी। फाइनली हिमालको दर्शन देख्न पाइयो है। दर्शन गरियो। कुन कुन हिमाल हो? यो लाङटाङ हिमाल होला। यस्तो छ। हामी चाहिँ अब रिभर साइड पुग्न आँट्यो। यसले मलाई पछ्याएको छ। यो पनि रिभर साइडसम्म मात्रै होला जाने। अवस्था यस्तो छ। अब रिभर साइड आउनै लाग्यो है। यो मुजी कुकुर पनि यार आफू चाहिँ खरा जत्रो रहेछ, मृग लगाएर हिँड्छ यार। हाँस उठ्छ यसलाई देखेर नि। हो बाबु बल नगर है। जा त पनि पछि अब भाग्यो। हिजो भाइ हो बाइकमा आएको। ए यहीँ बस्यो तपाईँ? ए म त लामो होटलमा बस्यो नि त हिजो। हिँड्नै सकेन हो। ए म त तपाईँहरू त गइसक्यो भन्नु ठाने कसम। यो भाइ र बहिनी त अब नुडल्स पकाइ खान्छु एकछिन पछि। भोक लागेको अवस्था। खतरा है। छायालाई कपिराइट लाग्छ जस्तो। लाग्यो ताप्यो न। हामीले यसको पुच्छर बेच्न राख्छु नि। मेरो घडीमा चाहिँ ठ्याक्क 8:30 बज्यो।
त्यो ठाउँ चाहिँ सही रहेछ है, माथि टक्क हिमाल। लालीगुराँस लालीगुराँस प्रायः सेतो लालीगुराँस हुँदो रहेछ यहाँ। अघि चौरी गाई पनि देख्यो, फर्स्ट टाइम देखेको। म त काठमाडौँको पाखे नै हो नि फेरि। अब हेर्दै जाउँ के देख्न पाइन्छ। भाइ बहिनी गाई भन्छ आज त के भयो। पुल आइपुग्यो। गाइड के छ? नदेखेको हान्छ कि हो सेतो रहेछ है फेरि। यो चाहिँ कता चाहिँ माथि छ, सायद त्यो पोथी होला। लाङटाङ भिलेज आइपुग्न लाग्यो, पुरानो लाङटाङ। ल ठ्याक्क अहिले चाहिँ 10:30 बग्न लाग्यो। ठिक्कै 11 बजी हामी त्यहाँ पुग्छ। त्यो चाहिँ नयाँ लाङटाङ भिलेज होला। आज हाम्रो खाना खुवाइ चाहिँ त्यहाँ हुन्छ है। दिमाग खराब, हालत खराब, गाह्रो भयो। पुरै होटेल भिलेजै स्व्याप गरेर चाहिँ पहिरोले। पहिरोको चाहिँ नयाँ लाङटाङ अराउन्ड 250 जना चाहिँ बित्नु भएको रहेछ। 176 फरेनर अनि 36-40 वटा 176 लोकल, 40 फरेनर अनि पोटर आर्मी गरेर सबैजना 7 जना नै 2 जना चाहिँ बितेको रहेछ यहाँ। सबै पहिरो खसेको रहेछ यो। सायद अझै त्यहाँ पुग्न हामीलाई 30 मिनट लाग्ला। 11 बजीतिर पुगिन्छ भनौँ न। त्यहाँबाट 1 घन्टा रेस्ट, लन्च टाइम। त्यहाँबाट 1 बजी त्यहाँबाट मुभ भएपछि 2-3 बजी केन्जिङ गुम्पा पुग्छ। सायद केन्जिङ गुम्पाको त्यो डाँडाको फेदमा होला, मेरो अनुमान है। हो कि होइन त्यो त थाहा भएन। पानी तिरे तिरे लाउँछु माया मिरे। सबभन्दा जङ्गलभन्दा यहाँ चाहिँ यो ठाउँ चाहिँ डेन्जर लाग्यो। किनकि माथिबाट पहिरो लातलुत झर्दो रहेछ। माथि लाङटाङ हिमाल हो। रक क्याफेभित्र यस्तो छ।
चिया खाएँ, मजाले जुस खाएँ है। 72 सालको भुइँचालो चाहिँ यो सब भत्केको थियो, यत्रो बनाएको छ। दामी मन पनि रहेछ यार। अब केन्जिन गुम्बा पुग्न 3 घन्टा बाँकी छ। खानासाना खायो अघि होटलमा, मिठो खाना अर्ग्यानिक। काममा हावा लागिरहेको छ। केन्जिन आयो। यहाँबाट चाहिँ हामी केन्जिनरी जान सक्छ, शेरगोरी के हो स्याब्रु जान सक्छ है। 29 किलोमिटर छ वजन। के भयो फेरि यो आम्मा ठाउँ त बब्बाल। आइपुग्यो ल। केन्जिन गुम्बा भनेको यही हो। ठाउँ झकास छ। नजा भनेको मानेन। अनि भोलि हामी चाहिँ यो माथि होला शेरगोरी, यो भन्दा अझै उता माथि जानुपर्छ। अनि याला पिक चाहिँ त्यहाँबाट त्यो ठाउँबाट त्यसै जानुपर्छ कि याला पिक चाहिँ। मैले यसपालि सकेन है, आँटै आएन क्या, किनकि स्योर हिउँ छ कि माथि, हिउँ छ, अलिक आँट पनि आएन। ठाउँ त सुन्दर रहेछ। प्याक छ रेडी स्टिक। यो चाहिँ नलाने, यो पोका चाहिँ छोडिराख्ने। आज लाङटाङ ट्रिप डे 3 र हामी जब हिँड्ने तयारी अवस्थामा छ है। ठिकै सुत्यो है, राम्रो सुताइ पनि भएन। भितरमा 4980 CST मिटर होला। भरे 1-2 बजी चाहिँ आइपुग्छ हामी यहाँ। ल हेर्दै गर्नु होला फ्लोमा। ल हामी चाहिँ होटल यालाबाट हिँड्ने तयारीमा। यो चाहिँ लाङटाङ हिमाल। हामी जाने चाहिँ त्यो हो, त्यो डाँडा। अनि यता केन्जिनरी चाहिँ यता पर्छ, त्यो होला सायद मेरो बेचा। यताको केन्जिनरी, यता याला चाहिँ यसको उतापट्टि पर्छ। ल 360 भ्यू रेडी। भाइ बहिनी आएको छैन। ल 5:10 भइसक्यो है। यो भाइ बहिनी आउँदैन त हो। ल मेरो स्टिकर नि यहाँ टाँसिदिनु पऱ्यो एउटा।
यहाँ चाहिँ केटिएम हाइकर ल ल गुड मर्निङ ल जाउँ 5-10 भयो याला खर्क जान्छ यता रहेछ हामी चाहिँ शेरगुरी यता याला खर्क त्यसो होला त्यो मान्छे उता गएछ साढे 6 भयो लगभग 1.5 घन्टामा यहाँ आइपुग्यो केन्जिन गुम्बा त्यहाँ क्यान्डिनरी यता होला है डाँडा पछाडि बेकारमा आशा लाग्छ फेरि माथि पुगेपछि अर्कै मजा आउँछ क्या बेग्लै रमाइलो है आँखाबाटै आँसु आउँछ साँच्चै त्यस्तै कमजोर मुटुहरू त घुवा रोइदिन्छ पुग्न गाह्रो छ वहाँ पुगेपछि सेन्टी भइदिन्छ यार के गर्ने याला जानु मन थियो ल हिँडौँ भाइले छोड्छ त्यहाँ जानुपर्ने त्यहाँबाट यसो माथि अब 1 घन्टाको बाटो होला ओ शेरगुरी पिक 4950 होला त्यसै बाटो छ यो उकालो अन्तिम हो त्यसै गएर शेरगुरी पिक पुगिन्छ भाइ पनि आउँदैछ ल शेरगुरी आइपुग्नु लाग्यो यो हो शेरगुरी चाहिँ यो माथिको अब यहाँ जति नजिक छ हामीलाई 1.5 घन्टा लाग्छ होला ठिक छ अहिलेसम्म ठिकठाक है सो गुड फिट नै छु हिउँ देख्न थाल्यो त्यहाँ 15 मिनट हिँड्यो भने हिउँ भेट्छ सबै ओठ फुट्छ होला मेरो यार बहिनी आयो उकालो रहेछ नि त अझै आइपुग्नु लाग्यो 1.5 घन्टा होला ल फाइनली शेरगुरी आइपुग्न लाग्यो बेस्ट पार्ट चाहिँ हिउँ भेट्यो सफ्ट रहेछ यो चाहिँ बहिनीलाई हानिदिउँ न बहिनी यता आँखा तिर्मिर आउँछ चस्मा झिक्यो नि त ल अब 30 मिनट होला 1 घन्टालाई नि फरक परेन बाटो त कता हो यता रहेछ ल फाइनली शेरगुरी पिक आइपुग्यो 360 सालै यहाँ पिक चाहिँ यो होला है बेस क्याम्प चाहिँ यो डाँडा पर्तिर हो भर्खरै एम्बुलेन्स नै गयो ल म पनि झन्डा गाड्छु
शेरगोरीमा मैले त हिउँ छ भन्ठानेको रहेछ यार। र शेरगोरी पिए कङ्कर कति हो, बोट पनि कहाँ छ यार। ल हाम्रो गोरे भाइ फ्रान्सबाट रहेछ उहाँ। $4,985 रहेछ। कङ्ग्रेट्स। 4,985 मिटर, लगभग 5,000 मिटर भनौँ न। त हेरौँ के छ। आनन्द भयो अब के रहन्छ। 5,000 मिटर भनौँ न। शेरगोरी पिक खलास। कङ्ग्रेचुलेसन। म यहाँ आउनु भएको है, कङ्ग्रेस उहाँलाई है। फ्रान्सबाट आउनु भएको रहेछ। नेन्स फ्रम नेन्स France, yeah. Nice. Okay. Félicitations. Congratulations. Okay, thank you. You too. आज डे 3 मेरो डे 3 को भिडियो पनि एन्ड गर्दैछु हैन। आइपुग्यो हामी 5 बजे हिँडेको, 6, 7, 8, 9, 4.5 घन्टा लाग्यो शेरगोरी आइपुग्नको लागि। 4.5 घन्टा लाग्यो। अब फर्किन लगभग 2.5 घन्टा 3 घन्टा लाग्ला हैन। ल अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद भन्दै मेरो भिडियो यहीँ एन्ड गर्न चाहन्छु। मस्त बस्नु होला, स्वस्थ रहनु होला भन्दै सबैलाई बाई बाई।